नेपालमा बस्नुभएको साथीहरूलाई जापान कस्तो होला जस्तो लाग्दो होला नि त। अनि मैले सर फर्स्टमा भिडियो बनाएर देखाइदिएको क्या साथीहरू होइन। कहिले जाउँला भनेर सपना बुनेर बस्नुभएको होला होइन। कतिजना साथीहरू कतिजना हुनुहुन्छ कमेन्ट गर्नुहोस् ल। कतिजना चाहिँ आउनको लागि रेडी हुँदै हुनुहुन्छ भन्नु होला। कस्तो होला जापान, कस्तो होला, एकचोटि देख्न पाएँ जस्तो चाहिँ सबैलाई लाग्ने कि ऊ घर त्यसरी बनाउँदैछन् होइन। ल यस्तै छ जापान भनेको, यस्तै हो साथीहरू है। पुरानो भएपछि काममा चाहिँ जानु मन लाग्दैन, अलिकति लोन्ली चाहिँ भइन्छ होइन, अलिकति ऊ चाहिँ भइन्छ। यस्तो यस्तो हुन्छ है घरहरू है। अनि त्यस्तै हो साथीहरू है। अरू केही साथीहरूलाई जान्न बुझ्न मन छ भने नि कमेन्ट गर्न सक्नुहुन्छ। मेरो भिडियोसम्म आइपुग्नु भएको छ भने लाइक पनि गरिदिनु होला है, सब्सक्राइब पनि गरिदिनु होला। सब्सक्राइब मेरो च्यानललाई कतिजनाले त गरिसक्नु भएको छ होला, कतिजना गर्न बाँकी हुनुहुन्छ होला है त। सबैले गरिदिनु होला ओके। अनि कस्तो कस्तो भिडियो हेर्न चाहनुहुन्छ नेक्स्ट भन्नुहोस् न, बनाउँछु त। भिडियो बनाउनको लागि रेडी छु, काममा जानलाई के साथीहरू। मलाई 15 मिनट लाग्छ कि है। अनि म चाहिँ के सोचेको भने होइन, रिसेन्टली चाहिँ काममा जाने बेला चाहिँ एउटा भिडियो चाहिँ एभ्रिडे चाहिँ म पोस्ट गर्छु कि। पोस्ट गर्नु पऱ्यो होइन। अनि होइन राम्रो हुँदै गयो भने अनि भिडियो मात्रै गर्नु पर्ला होइन। अनि अब यो अहिलेको काम त थोरै छ, यतिले त अब खाना बस्न त पुग्दैन होइन। अनि यसरी युट्युब नि चलाउँदै गरौँ, हेर्दै जाउँ के हुन्छ होइन। फ्याट्ट मोनिटाइज नभइहाल्छ कि होइन, भाइरल भइहाल्छ कि। यो भनेको चाहिँ एकदमै ऊ कुरा हो, फेरि लकको कुरा हो होइन। त्यस्तो चाहिँ कोही हुन्छन् साथीहरू, सबै चाहिँ हुँदैन। तर गर्न छाड्नु हुँदैन कि काम चाहिँ, कर्म चाहिँ गर्न छाड्नु हुँदैन, हार खानु हुँदैन होइन। एभ्रिडे म काममा जाने बेला एउटा पोस्ट गरेँ नि, एउटा भिडियो भाइरल भयो भने अरू त खोज्दै आइहाल्नुहुन्छ नि साथीहरू, हो कि होइन भन्नु त। एउटा भिडियोमा 1 लाख आउनुपर्छ भ्युज, त्यसपछि त 1 लाखजनाले प्रोफाइल खोतालिहाल्छन्। त्यो मध्ये 50,000 10,000ले त खोताल्नु पर्यो प्रोफाइल, अरू भिडियो नि भिजाउँछ। मेरो चाहिँ त्यो है थिङ्किङ चाहिँ। ल अब म चाहिँ यति नै गरेँ ल यसलाई चाहिँ है।